यहाँको हिन्दू बौद्ध किराँत सनातन रैथाने धर्म संस्कृतिलाई कमजोर गर्ने कोसिस भएको छ र त्यस मार्फतबाट यो देशलाई कमजोर पार्ने कोसिस भएको अवस्थामा सम्पूर्ण राष्ट्रवादी शक्ति लोकतन्त्रवादी शक्ति यो सनातन रैथाने धर्म संस्कृतिमा विश्वास गर्ने शक्ति र जो चाहिँ धार्मिक हरेक धर्मको धार्मिक स्वतन्त्रता सुनिश्चित हुने र सबै धर्मावलम्बी सहितको राष्ट्रिय एकता आजको आवश्यकता छ। त्यो नै आजको मेलमिलापको शर्त हो। त्यसलाई एक गर्यौं भनेदेखि यो देशमा लोकतन्त्र पनि बलियो हुन्छ। हाम्रो पार्टीले यसलाई चाहिँ नेतृत्व गर्छ। बीपी कोइरालाले 33 सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आउनु भएको। त्यो बेला उहाँले के भन्नुभएको? त्यसमा राजा थियो। राजालाई उहाँले के भन्नुभयो भने राजा रहनको लागि देश चाहिन्छ, त्यसकारण राजा राष्ट्रवादी हुनै पर्यो। तर राजा राष्ट्रवादी भएर मात्रै देश बलियो हुँदैन, प्रजातन्त्र चाहियो, लोकतन्त्र चाहियो। त्यसकारण लोकतन्त्र स्थापित गर हामी सँगै हिँड्न सक्छौं भनेर। अहिले राजा छैनन्। अहिले अब नेपाललाई एक सूत्रमा बाँध्ने भनेको यहाँको धर्म संस्कृति हो। यहाँको हिन्दू बौद्ध किराँत सनातन रैथाने धर्म संस्कृतिलाई कमजोर गर्ने कोसिस भएको छ र त्यस मार्फतबाट यो देशलाई कमजोर पार्ने कोसिस भएको अवस्थामा सम्पूर्ण राष्ट्रवादी शक्ति लोकतन्त्रवादी शक्ति यो सनातन रैथाने धर्म संस्कृतिमा विश्वास गर्ने शक्ति र जो चाहिँ धार्मिक हरेक धर्मको धार्मिक स्वतन्त्रता सुनिश्चित हुने र सबै धर्मावलम्बी सहितको राष्ट्रिय एकता आजको आवश्यकता छ। त्यो नै आजको मेलमिलापको शर्त हो। त्यसलाई एक गर्यौं भनेदेखि यो देशमा लोकतन्त्र पनि बलियो हुन्छ। हाम्रो पार्टीले यसलाई चाहिँ नेतृत्व गर्छ।